हेलो एभ्रिवान, भोलि होली हो र सबैलाई होलीको धेरै धेरै शुभकामना छ आज एडभान्समा। तर म यो होलीमा निकै नै महत्त्वपूर्ण कुरा गर्न जाँदैछु, प्लिज यो भिडियो स्किप नगर्नुहोला। भोलि सबैजना होली खेल्न तयार हुनुहुन्छ होला, तर त्यो सडकमा बसेको कुकुर त्यसलाई चाहिँ कसैले सम्झिनु भएन होला। आज म त्यही कुरा भन्न जाँदैछु। होली एक दिनको उत्सव हो, तर जनावरहरूको डर धेरै दिनसम्म चल्छ। यदि तपाईँहरू साँच्चै मान्छे हो भने रङ खेल्नुहोस्, अघि दया रोज्नु होला, किनभने रङ त पानीले दिन्छ तर दिएको डर सजिलै जाँदैन, सक्दैनन्, नलगाऊ भन्न सक्दैनन्, तर उनीहरूको आँखा सबै कुरा भन्छ। रङले ढाकेको त्यो शरीरभन्दा पनि डरले काँपिरहेको त्यो मन कसैले देख्दैन। त्यसैले प्लिज है, सबैजनाले जनावरलाई सकेसम्म होलीमा रङ नलगाऊ। उनीहरूलाई मानिसलाई त कति एलर्जी हुन्छ, उनीहरूलाई पनि धेरै एलर्जी हुन्छ क्या। यो मैले भिडियो बनाउनुको मेन मोटिभ नै भोलि होलीमा कुनै पनि जनावरलाई रङ लगाउने दल्ने काम नगरिदिनु प्लिज। मानव जीवनमा सबैभन्दा सुन्दर रङ भनेको नै मानवताको रङ हो। त्यसैले होली मनाऊ, तर कसैलाई पनि डरमा नराखौँ। यो कुरा सबैजनाले बुझ्नुपर्छ। र यो भिडियो कस्तो लाग्छ प्लिज, राम्रो छ जस्तो लागेमा सेयर गरिदिनु होला।